अब माओवादीको सम्पत्ति नेपाली जनताले किन कब्जा नगर्ने भने के नेपाली जनताले कब्जा गर्नको लागि अब त्यो संकल्प गर्नुपर्छ। अब माओवादीले चाहिँ कहाँ उद्योग चलाएर कमाएको सम्पत्ति हो यो कुनै चाहिँ तपाईँको चाहिँ कल कारखाना चलाएर चाहिँ व्यापार गरेर कमाएको सम्पत्ति हो। यिनले कहाँ गए यिनको छानबिन गर्नु पर्दैन। नेपालमा कहाँ छ अख्तियार भने यो अख्तियार त दलालहरूको अख्तियार होइन। अख्तियार यद्यपि साँच्चै अख्तियार हो भने सम्पत्ति सुदृढीकरण गर्छ र सम्पत्ति छानबिन गर्छ भन्दा आज माओवादी मेरो पनि सम्पत्ति छानबिन गर्न आउनु पर्यो नि त। मेरो सम्पत्ति छानबिन गर्न आउनु पर्यो। म यो मिडिया मार्फत भन्छु म मेरो सम्पत्ति छानबिन गरोस्। तर तपाईँका सहयोद्धाहरूको आज आलिशान महल छ सर, करोडौंको गाडीमा हिँड्नुहुन्छ। त्यसैले राज्यले मलाई 5 लाख 6 लाख रुपियाँ दिएर पठाएको। त्यही 5 लाख 6 लाखको चाहिँ कटर बनाएर बसेको छु म भने आज तपाईँको काठमाडौँमा अरबौंको सम्पत्ति कहाँबाट आयो त्यसको छानबिन गर्नु पर्दैन हो। त्यसैले माओवादी बिग्रिनुको कारण के हो भने माओवादी सम्पत्तिमा लिप्त भयो क्या। माओवादी पुँजीवादी चाहिँ तपाईँको दृष्टिकोण बोक्यो, सर्वहारा वर्गको दृष्टिकोण फ्याँक्रियो उहिले। त्यसैले आज माओवादीको सम्पत्ति माओवादी भने चाहिँ एउटा चाहिँ प्रचण्डको पार्टी मात्रै हुँदैन कि समग्र माओवादीहरूको सबैको सम्पत्ति छानबिन गरेर यद्यपि लुटेको सम्पत्ति हो भने आज राष्ट्रियकरण गर्नु पर्यो र त्यो लुटेकै सम्पत्ति हो भने आज नेपाली जनताले कब्जा गर्नुपर्छ। त्यो कब्जा गर्नुपर्छ। त्यो श्रमसँग त्यो रगतसँग त्यो पसिनासँग साटिएको चाहिँ सम्पत्ति हो। अनि कसैलाई सुकिला मुकिला देख्नेहरूले आज आफू सुकिला मुकिला हुँदा तिनको सम्पत्ति छानबिन गर्नु पर्दैन।